ल है साथीहरू एकदमै ठुलो पानी परिरहेछ। एकदम आरी घोप्टे वर्षा भइरहेछ आज चाहिँ तपाईको। अब साउन महिना हो, साउन महिनामा पानी पर्नुपर्ने स्वाभाविकै हो। अब गाउँघरका दृश्यहरू हेर्नुहुन्छ भने पछाडि पानी परेको बेला पुरा हरियाली छाइरहेछ। यहाँनिर चाहिँ हाम्रो इस्कुस पुरै सब्जी खाने मुन्टाहरू पनि भइरहेछ भने पछाडि यतापट्टि तल हाम्रो बगैँचामा चाहिँ स्याउहरूको रुखहरू छ। त्यस्तै गरेर यतापट्टि चाहिँ हाम्रो भैँसी बाँधेको छ यहाँ भित्र गोठभित्र। यस्तो खालको गोठ चाहिँ नि तपाईहरूले कतिजना साथीहरू देख्नु भएको छ त? देख्नु भएको छ भने भन्नु होला, देख्नु भएको छैन भने पनि कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। साथीहरू हेर्नुहोस्, हाम्रोतिर चाहिँ एकदमै ठुलो पानी परिरहेछ। पानीले गर्दा जनजीवन एकदम कष्टकर त नभनौँ, पानी त अब एकदम अति आवश्यक पनि हो। पानी पर्ने पनि पर्छ साथी हो। तपाईँहरूकोतिरको मौसम के कस्तो छ कृपया कमेन्टमा चाहिँ हामीलाई लेख्न नबिर्सनु होला भन्दै अब तपाईहरूलाई म देखाउँदैछु अर्को दृश्य। ल साथीहरू, यो चाहिँ लौड सल्ला हो। लौड सल्ला भनेपछि एकदमै औषधीय गुणले भरिपूर्ण वनस्पति भनेर पनि हाम्रोतिर चाहिँ चिनिन्छ। अब कतिपय वैज्ञानिक अनुसन्धानहरूले चाहिँ यसले चाहिँ क्यान्सरको पनि चाहिँ औषधि हुन्छ भन्ने पनि चाहिँ विश्वास छ। यो चाहिँ लौड सल्ला हेर्नुहोस् है त। त्यस्तै गरेर यो चाहिँ एकदमै महँगोमा बिक्ने किरा हो भनेर चाहिँ म इन्टरनेटतिर सर्च गर्दा चाहिँ देख्छु। अब यस्तै खालको किरा देखिन्छ। यसलाई चाहिँ हाम्रोतिर चाहिँ गोरुसिङ्गे किरा पनि भन्छ। अङ्ग्रेजीमा यसलाई राइनोसिरस बिटल पनि भनिँदो रहेछ। अब यो बिक्ने हो कि नबिक्ने हो कि, तपाईँहरूकोतिर यस्तो खालको किरा पाउँछ कि पाउँदैन, यसो हेरेर हामीलाई पनि बताइदिनु होला। हेर्नुहोस्, यो किराको उल्टोपट्टिबाट यो किरालाई हेर्दाखेरि चाहिँ यस्तो खालको देखिँदो रहेछ। खुट्टै खुट्टा भएको, दुईवटा सिङ भएको, एकदमै डरलाग्दो यो किरा चाहिँ एलियन किरा जस्तो लाग्यो मलाई चाहिँ हेर्दाखेरि। हेर्नुहोस् त कस्तो छ। यसको माथिको यो सिङले चाहिँ च्याप्यो भनेपछि यसले चाहिँ छोड्दैन, यसले चाहिँ चोटपटक पनि लगाउन सक्छ साथीहरू। ल यो चाहिँ साथीहरू, यो चाहिँ टिकटिके पा हो है। अङ्ग्रेजीमा पोइजनस डार्ट फ्रग, नेपालीमा टिकटिके पा पनि भनेर चिनिने भ्यागुता। एकदमै सुन्दर। कहाँनिर भ्यागुता? ल हेर्नुहोस्, झिङ्गा बस्दा पनि भ्यागुता भाग्दैन। यो अचम्मै राम्रो अजोडीको भ्यागुता हो यो चाहिँ तपाईँको। हेर्नुहोस् है, यस्तो खालको भ्यागुता तपाईँहरूकोतिर पाइन्छ कि पाइँदैन साथी हो? हाम्रोतिर चाहिँ पाइन्छ। ल हेर्नुहोस्, प्रकृतिमा के जिनिस चाहिँ छैन हौ तपाईँको। यहाँ किरा फट्याङ्ग्रा झिङ्गादेखि लिएर भ्यागुता, सर्प, विभिन्न कुराहरू छन् हाम्रो प्रकृतिमा चाहिँ। ए झिङ्गा पड्के भाग उफ्रे। ओ गयो। अब देख्नु पनि कहाँ गयो त भन्दाखेरि यहाँ गएको चाहिँ। ल हेर्नुहोस् है साथीहरू, यो चाहिँ जडीबुटीको बिरुवा हो। यस्तो खालको जडीबुटी चाहिँ तपाईँहरूको गाउँतिर पाउँछ कि पाउँदैन? हाम्रोतिर चाहिँ यस्तो पनि प्रशस्तै मात्रामा पाउँछ। अब यसको नाम के हो भन्ने कुरा चाहिँ तपाईँहरूले कमेन्ट गर्नु होला है त। अहिले चाहिँ अब हाम्रोतिर एकदमै कोपी गोड्ने सिजन सुरु भइरहेछ, जसले गर्दाखेरि चाहिँ हामी चाहिँ एकदमै काममा व्यस्त छौँ साथीहरू। तपाईँहरूकोतिर के कसो कामहरू चलिरहेछ कमेन्टमा लेख्नु होला। मौसम हेर्नुहोस्, मौसम एकदमै क्लियर खालको मौसम छ। पानी पर्ला पर्ला जस्तो पनि भइरहेको छ। ल हेर्नुहोस् है, गाउँघरको दृश्यहरू चाहिँ यस्तो खालको छ। एकदमै खुलेको गाउँहरू, पर हेर्दाखेरि एकदम सुन्दर दृश्य देखिरहेछ। एकदम हरियाली छाइरहेछ जताततै। पानी परेर भर्खरै रहेको हुनाले गर्दा यस्तो बादल लागिरहेछ नि आज तपाईँको। ल हेर्नुहोस्, बादलले केही नै देखेको छैन, यस्तरी बादल लागिरहेछ आज चाहिँ। गाउँघरमा अहिले मकै फुलेर पुरा लटरम्म भएको छ। हेर्नुहोस् है,
ल हेर्नुहोस् है साथीहरू, गाउँघरको दृश्य चाहिँ जति हेऱ्यो त्यति राम्रो। वरिपरि घरहरू छन्, चट्ट परेको गाउँ छ। हेर्नुहोस्, यस्तो खालको गाउँमा तपाईँहरू कति बस्नु भएको छ लेख्नु होला कमेन्टमा। चाहिँ पानी परेर गर्दाखेरि, मौसमले गर्दाखेरि राम्रो चाहिँ भिडियो देखिरहेको छैन, तैपनि यसलाई म्यानेज गरेर मिलाएर हेरिदिनु हुन्छ होला भन्ने चाहिँ मैले चाहिँ आशा लिएको छु। ल हेर्नुहोस् है, कोपी खेती। यो चाहिँ नि आज असारको मसान्तको दिन, भोलिदेखि साउन लाग्छ। कोपीको खेती चाहिँ यस्तो प्रकारको छ। अब क्यामेरा हल्लेर तर राम्रो देखिएन। ल हेर्नुहोस्, मजाले बढिरहेछ कोपी, यत्रो हुँदैछ। मन्दिर अब यहाँ चाहिँ खोला। पानीमा पनि भिजेर पुरासँगले चाहिन्छ, बसिरहेछ। पानी पनि खाँदैन, घाँस मात्रै खान्छ, स्याकुने पड्के।